ओके नमस्ते सबैजनालाई। आज म यो हाम्रो बिआइएमको आइटी इथिक्स एन्ड साइबर सेक्युरिटीको ल्याबको बारेमा अलिकति तपाईँहरूलाई डिटेल कुरा भन्न गइरहेको छु है। यो सुरुमा चाहिँ म ल्याबबाटै गएँ है। तपाईँको हाम्रो मैले अहिले रिसेन्टली के चेन्ज गर्दैछु भन्दाखेरि तपाईँले आफ्नो क्लासरुममा गएर हेर्नुहुन्छ भने क्लासरुममा स्ट्रिम होइन कि यहाँ क्लासरुममा यहाँ चाहिँ तपाईँको ल्याब असाइनमेन्ट भनेर अगाडि नै छ। रिपोर्ट स्याम्पल रिपोर्टसँग राखिदिएको छु मैले। 5वटा चाहिँ ल्याब रिपोर्ट भयो। यो चाहिँ सेटअप क्वेसनहरू हो। तपाईँको सेटअप क्वेसन भनेको यो चाहिँ तपाईँको ल्याबको इक्जाममा चाहिँ प्र्याक्टिकलमा सोध्ने क्वेसनहरू भयो। यो चाहिँ स्याम्पल राखिदिएको छु मैले तपाईँलाई। अनि अरू त केही जानु पर्दैन है। यहाँ मेन चाहिँ तपाईँले चाहिँ यहाँबाट हेर्नु पऱ्यो है। असाइनमेन्ट गर्दाखेरि फर्स्टमा ल्याब 1 गर्नुहुन्छ तपाईँले, पनि न्यू क्लिक गर्नुहुन्छ। ओके खुल्छ है। अब ल्याब 1 को चाहिँ यति नै हो क्वेसन चाहिँ, अरू त केही पनि गर्नु पर्दैन। नेटवर्क स्क्यानिङ स्नेपिङ एन्ड आइडेन्टिफिकेसन इन विन्डो एन्ड लिनक्स होइन। यो मैले डिटेल पछि राखिदिएको यो गाइडहरू। अब यहाँ चाहिँ गर्नुपर्ने काम भनेको यहाँ जे भनेको छ त्यही हो। यसलाई चाहिँ तपाईँले अब आफ्नो पिसीमा काम गर्नु पऱ्यो है। यो काम गर्ने चाहिँ ल्याब 1 कोमा तपाईँले आफ्नो वर्ड फाइल खोल्नु होला यतापट्टि, अनि आफ्नो कमान्ड प्रम्प्ट खोल्नु होला। अनि कमान्ड प्रम्प्ट खोल्दाखेरि यहाँ तपाईँको होस्ट नेम भनेर दिइरहेको छ होइन। हाम्रो चेक योर कम्प्युटर नेम एन्ड युजर नेम छ है। अब यो कतिजनाको चाहिँ म्याक होला, कतिजनाको उबन्टु होला, कतिजनाको चाहिँ विन्डोज होला है। मैले चाहिँ यो फर्स्ट क्वेसन चाहिँ विन्डो बेसिसमा छ। विन्डोजको कमान्ड चाहिँ मैले राखिदिएको छु। तर विन्डोजमा र तपाईँको उसमा म्याकमा अनि लिनक्समा केही कमान्डहरू मिल्न जान्छ र केही कमान्ड मिल्दैन है। यहाँ तपाईँहरूले खोल्दाखेरि सिएमडी गर्नुभएपछि रन एज एडमिट गर्नु पऱ्यो। एडमिट गरिसकेपछि यहाँ तपाईँको सेसन खुल्यो है। यहाँ खोलिसकेपछि अब यहाँ तपाईँले गर्ने काम भनेको स्क्रिनसट लिँदै जानु पऱ्यो है। आफैले प्र्याक्टिकल गर्दै जानु पऱ्यो। फर्स्टमा चाहिँ होस्ट नेम छ, ओएमआई छ है। कमान्ड चाहिँ चेक योर कम्प्युटर नेम छ। तपाईँ जानुहुन्छ यहाँ है, सिधै गएर होस्ट नेम के गर्छ त यसले इन्टर गर्नु सरू भनेर आइरहेछ है। अब होस्ट नेममा चाहिँ यो चाहिँ मैले डेस्कटपबाट गरेको थिएँ। यहाँ चाहिँ सरू ट्युटी भनेर आएको थियो होइन। यहाँ चाहिँ अब सरू भनेर आएको छ। तपाईँको पिसीमा अब डेस्कटप पिसी अब जे लेखेको छ त्यो पिसीको नाम आउँछ है होस्ट नेममा है। चेक कम्प्युटर नेम एन्ड युजर नेम अब ओएमआई टाइप गर्ने आयो। ओके दुईवटा कमान्ड एक्जिक्युट भइसक्यो। अब यहाँ तपाईँले चाहिँ मल्टिपल कमान्ड एकैचोटि टाइप गर्न सक्नुहुन्छ है। मेन कुरा तपाईँहरूलाई चाहिँ यो माथिको एरो पनि गर्न सक्नुहुन्छ है। माथिको एरो गर्न सक्नुहुन्छ, फेरि टाइप गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ है। कमान्ड आउँछ। यो कमान्ड चाहिँ पछाडिपट्टि काम लाग्छ कि यो तपाईँको वार्मअप जस्तै हो सुरुमा। अनि स्क्रिनसट मैले राखिदिएको छु होइन। अब अपरेटिङ सिस्टमलाई हेर्नु पऱ्यो, किनकि सिस्टमको अपरेटिङ सिस्टमलाई चाहिँ हामीलाई यहीँ कपी पेस्ट गरे पनि हुन्छ कमान्ड चाहिँ। यहाँ तपाईँले सिस्टम इन्फो है लोडिङ भइरहेछ। प्रोफाइल इन्फर्मेसन निकालको सबैको आयो, डेटा आयो है। यहाँ चाहिँ तपाईँको पिसीको नाम के छ होइन, अपडेट सिस्टमको भर्जन के छ, सबै कुराहरू यहाँ आयो है। तपाईँहरूको वार्मअपको लागि हो है। पछाडि चाहिँ क्वेसनहरू छ। यो ल्याब 1 क्वेसन भनेको तपाईँले यहीँ भएको डिफल्ट जति पनि कमान्ड छ त्यो कमान्डलाई टाइप गरेर देखाउनु पऱ्यो। र देखाउने बेलामा सिम्पली के गर्नु भन्दाखेरि स्न्यापिङ टुल युज गर्नु होला। अब जे युज गरे पनि स्क्रिनसट लिनुहुन्छ तपाईँले। स्न्यापिङ टुलमा म चाहिँ स्न्यापिङ टुल युज गर्छु है। तपाईँको डकुमेन्ट जुन अब राख्नुपर्ने छ होइन, कमान्ड लेख्नुहुन्छ, डिटेल पनि त लेख्नु पऱ्यो नि त, काम मात्रै गरेर त भएन है। यहाँ तपाईँले के लेख्नुभएको थियो, अब होस्ट नेम ट्राई गर्नुभएको थियो होइन। यहाँ चाहिँ तपाईँले के गर्नुभएको थियो, होस्ट नेम भनेर ट्राई गर्नुभएको थियो, ओएमआई ट्राई गर्नुभएको थियो है। अर्को पनि मैले त्यही ट्राई गरेको थिएँ, सिस्टम इन्फो ट्राई गरेको थिएँ है। यहाँ गर्दाखेरि तपाईँको होस्ट नेम चाहिँ यहाँ आइरह। सो द्याट तपाईँले अब अरूको रिपोर्ट कपी गरेको होइन कि आफैले काम गरेको भन्ने थाहा हुन्छ तपाईँहरूलाई। यो चाहिँ किन चाहिन्छ अहिले पछाडि चाहिँ तपाईँले थाहा पाउनुहुन्छ, किनकि यो तपाईँले ओएमआई युजर अकाउन्ट के छ, युजर डिटेल के छ, जस्तो कि सिम्पली यो ल्यापटप तपाईँको पर्सनल हो। सो द्याट तपाईँलाई चाहिँ प्रब्लम भएन। बट इफ तपाईँ चाहिँ कुनै पनि ठाउँमा जानु भएर त्यहाँ चाहिँ एउटा सिस्टम भर्नेबिलिटी चेक गर्न पऱ्यो भने सुरुमा त्यसको युजर डेटा हेर्नु पऱ्यो कि
के प्रिभिलेज छ उसलाई, एडमिन एक्सेस छ कि छैन, जुन अकाउन्ट तपाईँले लगइन गरेर हेर्दै हुनुहुन्छ। जसरी तपाईँले चाहिँ मेरो ल्यापटप चलाउनु भयो, अब मेरो ल्यापटप चलाउँदाखेरि मेरो ल्यापटपको बारेमा तपाईँलाई थाहा हुनु पऱ्यो नि त, ऱ्याम कति छ, रोम के छ, ओएस के छ, कसो छ भनेर। यो बुझ्नको लागि यो प्र्याक्टिकल हो कि आइपी एड्रेस कति छ, नेटवर्क कति छ, हिडन युजर छ कि छैन, हिडन युजर बनाएको छ कि बनाएन, इन्टरनेटमा इस्यु आयो भने नर्मली के गर्ने होइन, पोर्टहरू ओपन छ कि छैन, यो सबै तपाईँको यो सिएमडीको कमान्ड हो, विन्डोजको कमान्ड हो। यो विन्डोजको कमान्डबाट हामीलाई थाहा हुन्छ है। यसरी यहाँ हेर्ने, यसलाई चाहिँ टक्क कपी गर्नु होला, कन्ट्रोल सी कपी भयो, आफ्नोमा लगेर पेस्ट गरिदिनु होला है। कता लगेर गर्नुहुन्छ, यहाँ लगेर ठ्याक्क लगेर कन्ट्रोल बी गरिदिनुहुन्छ भने पेस्ट हुन्छ है। पेस्ट भयो है, हेर्न सक्नुहुन्छ है, पेस्ट भइसकेको छ। यहाँ तपाईँले अब एकैचोटि 3टा 4टा कमान्ड टाइप गर्नुभएछ भने मलाई प्रब्लम भएन है। होस्ट नेम हो यहाँ सबै गर्नुभएछ भने नो प्रब्लम है, किनकि एउटै पेजमा चाहिँ मल्टिपल मैले चाहिँ ब्रेक गरेर तपाईँहरूलाई देखाउनलाई गरिरहेको छु। टाइप गर्न मात्रै भएन, यो यसले के गर्छ त्यो कुरा पनि लेख्नु पऱ्यो है। यहाँ त्यही भएर मैले डकुमेन्टमा लेखिदिरहेको छु, नेटवर्क इन्फर्मेसन भ्यू आइपी एड्रेस गेटवे डिएनएस, यहाँ माथिपट्टि लेखिरहेको छु नि त। यसको कामै डिस्प्ले ओएस भर्सन म्यानुफ्याक्चर होइन, यो लेखिरहेको छु नि, यो कुरा लेख्नु पऱ्यो। इफ तपाईँले त्योभन्दा बढी केही थाहा पाउनुहुन्छ भने लेख्नु होला, लेख्न त मैले यहाँ लेखिदिइसकेको छु, अब्जेक्टिभ के को लागि युज हुन्छ भनेर होइन। त्यही पनि तपाईँहरूलाई केही पनि थाहा हुन्छ भने त्यो गर्नु होला है। यहाँ चाहिँ तपाईँले सुरुमा यहाँ जति पनि मैले राखेको कमान्ड छ नि, यहाँ मैले राख्दैछु, धेरै नै कमान्ड राख्दैछु, नेटवर्कको मेन चाहिने कन्फिगरेसन कमान्डहरू। यो कमान्डहरू तपाईँहरूले एकचोटि ट्राई गर्नै पऱ्यो है। जस्तो आइपी कन्फिग /all प्रत्येकचोटि तपाईँले के गर्नु, किन एउटै स्क्रिनसट हो सबै कुरा आउँदैन होइन, नआउने भएको भएर अब अलिकति स्क्रिनसट गर्नुहोस्, त्यसलाई टिक गर्नुहोस् होइन, हेर्नुहोस् के हुन्छ। आइपिसी एफआइजी होइन, अब यहाँ हेर्नु /all चाहिँ आइपी एड्रेस डिटेल सबै कुरा बताइदिन्छ है। बट तपाईँको कतिवटा कमान्ड के हुन्छ भन्दाखेरि आइपी कन्फिग हुनेपछि पछाडि चाहिँ फ्ल्याग हाल्नुपर्ने हुन्छ कि। जस्तो फ्ल्याग भनेको धेरै कुरा हुन्छ नि, -a हुन्छ कसैमा होइन, -t हुन्छ हेर्नुहुन्छ नि, यस्तै त्यसै /all गरे। /allले के गर्छ, आइपी एड्रेस हामी यहाँ हेरिरहेको हुन्छौँ। जस्तो कि वायरलेस नेटवर्कमा मेरो अहिले आइपी एड्रेस कति छ, म्याक एड्रेस कति छ, तपाईँको अब वायरलेसले मेरो ब्लक गर्नु पऱ्यो होइन, त्यो आइपीले इन्टरनेट दिनु परेन। जस्तो अहिले त तपाईँको वर्ल्डलिङहरूको नेटहरू छ नि त, वर्ल्डलिङको नेटमा चाहिँ तपाईँको एपबाट चाहिँ ब्लक गर्न पऱ्यो कुनै म्याक एड्रेस भनेको त्यो डिभाइसको यसरी डेटा चाहिँ हेर्न सक्नुहुन्छ त्यो डिभाइसमै बसेर कि यो आइपी एड्रेसले कुन म्याक एड्रेस पाइरहेछ हेर्नुहोस् त, गेटवेहरू आइरहेछ। एकचोटि हेरौँ त, म्याक एड्रेसमा डिएचसिपी सर्भर देखाइरहेछ, इनेबल छ, डिएनएस तपाईँको गुगलमा गइरहेछ मेरो अहिले एटेटेड होइन। आइपी एड्रेस लिस्ट टाइम एक्सपायर कहिले छ, यो क्यासहरू होइन सबै कुरा के यो होल्ड भएर बसेछ मे 6 देखि मे 9 सम्म। कहिले कसै इन्टरनेट स्लो हुन्छ नि, त्यो हुने चाहिँ यो हो कि लिस्ट अप्टेन यहाँ गरिरहेको नि त, IPv5 फिजिकल एड्रेस। फिजिकल एड्रेस भनेको तपाईँको म्याक एड्रेस हो। यो म्याक एड्रेसलाई तपाईँले ब्लक पनि गर्न सक्नुहुन्छ कि है। अब वायरलेस ब्लक गर्नुहुन्छ भने एउटा छुट्टै भयो मोडियम, अब तपाईँको इथरनेटबाट गर्नुहुन्छ भने छुट्टै भयो इथरनेटको मोडियम होइन। इथरनेटमा मल्टिपल मोडियमहरू निकाल्न मिल्छ है। यो कुरा चाहिँ सबै कुरा थाहा हुन्छ नेटवर्कमा, जस्तो इन्टरनेट चल्यो चलेन, के भयो कसो भयो, यहाँ चाहिँ यहाँबाट थाहा हुन्छ है। अब यो आइपी कन्फिगमा चाहिँ /all त गरेँ मैले, त्यही भएर लेखिरहेको छु, डिस्प्ले द कन्टेन्ट नेटवर्क कन्फिगरेसन डिटेल अफ अल नेटवर्क एडाप्टर अन विन्डो मसिन, दिस इन्क्लुड आइपी एड्रेस, सबनेट, गेटवे, डिएनएस सर्भर, म्याक एड्रेस A to Z बताइदिन्छ कि। अब आइपी कन्फिगसँग अरू पनि चिज हुन्छ कि, जस्तो रिलिज छ, अल छ, रिलिज 6 छ, रिन्यू छ, फ्लस डिएनएस छ। जस्तो कि हाम्रो हटस्पट पेज छ चेन्जेबलमा, हटस्पट पेजले गर्दाखेरि कहिले कस्तो वर्ल्डलिङको हटस्पट पेज आउँछ नि, इन्टरनेट नचल्ने कुरा आउँछ नि त, त्यसको लागि त के भने फ्लस डिएनएसले युज गर्ने हो नि त। त्यो फ्लस डिएनएस चाहिँ के गर्ने भन्दाखेरि यहाँ चाहिँ तपाईँको थाहा भएन फ्लस डिएनएस भन्ने भनेपछि तपाईँले / गरेर वाट गर्नु चाहिँ हेल्प आउँछ है विन्डोजमा। यस्तै गरी लिनक्सको पनि छुट्टै हुन्छ, लिनक्सको चाहिँ हामी पछि आउँछौँ। अब यो आइपी कन्फिग चाहिँ दुइटैमा लिनक्समा नि विन्डोमा पनि काम गर्छ कि। हेर्नु है, यो आयो है, अप्सन लेखिरहेको छ डिस्प्ले अल द मेसेज होइन, हेल्प फुल कन्फिगरेसन इन्फर्मेसन, कन्फिगरको इन्फर्मेसन दिनलाई रिलिजको लागि भयो होइन। जस्तो कि मेरो अब यहाँ तपाईँको आइपी एड्रेस कति थियो अघि एकचोटि हेरौँ त, आइपी एड्रेसमा 192.18.64 छ है यहाँ मेरो आइपी एड्रेस। अब म सिम्पली के गर्छु, अब रिन्यू कमान्ड हान्छु एकचोटि, /renew गर्छु। अब यसले के गर्छ, रिन्यू गर्नुपर्ने हुन्छ कि। लोकल एरिया वाइड एरिया चाहिँ मेनली कनेक्टेड रिन्यू गर्नुपर्ने हो। यसले चाहिँ रिन्यू गर्यो, 18.1 मा गयो, आइपी एड्रेस रिन्यू गरेर पनि त्यही आइपी एड्रेस लिइरहेको छ अहिले खाली भएको, नभए तपाईँको नयाँ पनि लिन सक्छ क्या रिन्यू गरेर है। अब फ्लस डिएनएस गऱ्यो भने
कहिले कसो चाहिँ कुनै चिज चल्ने नचल्ने स्लो हुन्छ नि त इन्टरनेटको डिएनएस गर्नुहुन्छ भने त्यो चाहिँ फर्स्ट डिएनएस भयो, रिसल्ट क्यास भयो है। कहिले कसो यो रिन्यू गर्दाखेरि अब सेन्जेबिना गऱ्यो भने तपाईँको 64 को आइपी अहिले यहाँ पाइरहेछ भने त्यहाँ त मल्टिपल आइपी हुन्छ नि त, एकैछिनमा अर्को डिभाइसले त्यो आइपी लिइहाल्छ। तपाईँलाई रिन्यू गर्ने बित्तिकै नयाँ आइपी आउँछ कि रिलिज गर्ने बित्तिकै उसले, जस्तो रिस्टार्ट गरे जस्तो भयो कि नेटवर्क एडाप्टरलाई। यो चाहिँ अब यो सबै कुरा यहाँ लेखेको छ, यो कमान्ड तपाईँहरूले टाइप गर्नु पऱ्यो, त्यही अन्डरलाइन लाएर देखाउनु पऱ्यो है। यहाँ विन्डोज सिस्टम 42 आइपी कन्फिग फर्स्ट डिएनएस अनि यसरी चाहिँ देखाउनु पऱ्यो तपाईँहरूले। त्यो देखाएर मलाई चाहिँ यहाँ उ गर्नु पऱ्यो है, पेस्ट गरेर राख्नु पऱ्यो। यहाँ चाहिँ मैले सबै कुरा लेखिदिन्छु, लेखेको कुरा यही छ, यसलाई चाहिँ केही चेन्ज नगर्नु। यो स्क्रिनसट चाहिँ चेन्ज गर्नु पऱ्यो तपाईँहरूले। सबै ठाउँमा चाहिँ मेरो स्क्रिनसट हटाएर तपाईँले आफूले गरेको कामको स्क्रिनसट राख्नु पऱ्यो है। त्यो कामको स्क्रिनसटमा तपाईँले यसरी मैले अन्डरलाइन लाएर देखाएर चाहिँ अन्डरलाइन लाउँदै आउनु पऱ्यो है। कन्ट्रोल सी भनेको टर्मिनेट गर्नुलाई क्लियर गरेँ मैले एकछिनलाई। अब यस्तो क्लियर गर्दा आएन होइन, ठिकै छ। सफा गर्नुपर्ने, सफा भएन है। ओके अब यो 1 को असाइनमेन्ट सकियो है। यसमा चाहिँ मैले 1 को असाइनमेन्ट तपाईँहरूले बुझाउनु पर्ने केही पनि छैन है। यो पिङ होस्ट नेम आइपी भनेको छ नि, पिङ PING तपाईँले युट्युब अथवा SXC www.sxc.edu.np है गर्नुहोस्, रिप्लाई आइरहेछ। यो गर्नु पिङ स्पेस -t। अब यसले के गर्छ त्यही लेखिरहेछ है। यो पनि तपाईँले -t फ्ल्याग युज गरेछ नि, त्यसलाई पनि गर्नु पऱ्यो है। स्क्यान रेट लाएर त्यहाँ राख्नु पऱ्यो। अब यहाँ पिङ /हेल्प भनिरहेछ, पिङको पनि तपाईँको यस्तो धेरै कुरा छ, तपाईँले थाहा हुँदैन। /what पिङको हेल्प आयो है, पिङको के गर्छ भनेर। फर युजिङ IPv6, फर युजिङ IPv4 है आइपी। अब यसको चाहिँ डिटेल तपाईँहरूले चाहिँ जति पाउनुहुन्छ तपाईँले काम गर्दै जानुहुन्छ, गरेको काम चाहिँ लेख्नु पऱ्यो। फर्स्ट क्वेसन 1 चाहिँ सिम्पली तपाईँले डस मात्रै खेलाउने हो। डसमा चाहिँ मजाले गएर यहाँ चाहिँ तपाईँको कमान्डहरू टाइप गर्ने, कमान्डहरू टाइप गर्दै राख्दै कमान्ड पनि मैले राखिदिएको छु। अब यहाँ हेर्नु, यहाँबाट एउटा अलिकति इन्ट्रेस्टिङ मैले चाहिँ युजर अकाउन्ट बनाउन लागिरहेको छु होइन। यहाँ मैले चाहिँ नेट युजर मैले के गर्छु भन्दाखेरि तपाईँको साइबर सेक्युरिटीको लागि एउटा इन्ट्रेस्टिङ पार्ट चाहिँ यहाँ एउटा युजर छ है, अनिस भनेर उता डेस्कटपमा राखेँ, त्यसमा चाहिँ गराएन। यसमा चाहिँ यहाँ तपाईँको प्र्याक्टिकली के गर्छु भन्दाखेरि मैले चाहिँ यो क्वेसनमा तलपट्टि गएर माथि सबै कुरा हु एम आई होइन, आइपी एड्रेस, डिएनएस सबै कुरा बुझिसक्नु भइसकेपछि यहाँ चाहिँ नेट युजर गर्नु पऱ्यो। युजर एउटा क्रिएट गर्नु पऱ्यो। युजर क्रिएट गरेपछि होइन युजर चाहिँ नयाँ युजर आउँछ। नयाँ युजरलाई के गर्नु पऱ्यो, हाइड गर्नु पऱ्यो। बुझ्नुभयो नि, हाइड गरेर त्यो युजरलाई होइन इको युजर भनेर कि यहाँ मैले देखाइरहेको छु, राखिरहेको छु होइन, यहाँ लेखिरहेको छु मैले, पढ्नु होला। हाइड गरिसकेपछि त्यो युजर नेम पासवर्ड आएपछि पछि तपाईँले भोलि गएर अरूको साथीको ल्यापटपमा चाहिँ थाहा नपाइकन छिर्ने हो भने है लगइन गरेर तपाईँ सिधै स्विच हुन सक्नुहुन्छ क्या है। त्यसले चाहिँ के हुन्छ भन्दाखेरि जस्तो यो त मेरो ल्यापटप हो, मेरो ल्यापटप एकछिन ओपन थियो, ओपन हुँदाखेरि तपाईँहरूले के गर्नुभयो, सिम्पली एउटा चाहिँ युजर क्रिएट गर्नुभयो आफ्नो नामको मेरो ल्यापटपमा, टर्मिनलको एक्सेस भइसकेपछि होइन म एकछिनमा आउँदाखेरिमा अनि तपाईँले के गर्नुभयो त्यो युजरलाई नै हाइड गरिदिनु भयो। ओके अब हाइड गरेपछि मेरो कम्प्युटरमा जे प्रिभिलेज छ, मैले जे कुरा एडमिन रोल लाएर राखेको छु नि त, केही पासवर्ड राखेको के गरेछ नि सबै कुरा तपाईँलाई एक्सेस भयो क्या, किनकि मास्टर पासवर्डै तपाईँसँग कन्ट्रोल भयो क्या है। यहाँ मैले गरेर देखाएको छु। मैले चाहिँ के गरेछु भन्दाखेरि अनिस BIM 004 भनेर बनाएको छु है। यो चाहिँ यहाँ चाहिँ दुईवटा अकाउन्ट बन्छ। यसरी चाहिँ दुईवटा अकाउन्ट बनिसकेपछि पछि मैले यो कमान्ड गरेँ, रजिस्ट्रीमा गरेर सक्सेसफुली इम्प्लिमेन्ट गरेँ। अनि तपाईँको पछि हाइड गरेपछि एउटा मात्रै कमान्ड आयो, एउटा मात्रै युजर आयो। हाइड भएको युजरलाई कसरी हटाउने यहाँ पनि लेखिदिएको छु मैले। यहाँ तपाईँको हाइड भएको युजरलाई तपाईँले स्विच युजर गर्नुहुन्छ भने पछि चाहिँ Ctrl+Alt+Delete थिचेर जान इन्ट्री गरेर जान मिल्छ क्या है। स्विच युजर गर्ने मेथड पनि यहाँ राखिदिएको छु मैले तपाईँले। यो चाहिँ तपाईँले प्र्याक्टिस गर्नु होला है। यहाँ तपाईँले लाइभ गर्नुहोस्। मैले दुईवटा पिसी चलाएँ। मैले के गर्छु भन्दाखेरि एउटा युजर हाइड छ, हाइड भएको युजरलाई मैले मेन युजर खोलेर भित्रबाट युजर अनिस यो भनेर नयाँ बनाएको CMD मोडमा गएँ कि रनिङ एज सरुटी/अनिस भनेपछि सरुबाट म भित्र गइरहेको छु कि मेरो युजर जुन छ त्यो युजरबाट पनि नयाँ युजर क्रिएट गरेर फेरि भित्र लुकेर बसेको छ क्या त्यो युजर के। अनि त्यो भित्रको युजरलाई सबै कुरा एक्सेस छ
यो चाहिँ वान अफ द ह्याकिङ गर्न नि काम लाग्ने भयो, एउटा तपाईँको ट्र्याकिङ गर्न नि काम लाग्ने भयो, धेरै कुरामा काम लाग्छ यो चाहिँ है। अब हिडन होइन, वाट हिडन एडमिन युजर क्यान डु भन्दाखेरि बाइपास मोनिटरिङ अपरेसन विदाउट ड्रइङ एटेन्सन सिन्स द युजर इज हिडन फ्रम द लगइन स्क्रिन। इन्स्टल मेसिनले सफ्टवेयर जे पनि राख्न पाइयो, अर्को युजर अकाउन्टमा राखेर की लगरहरू राखेर एक्सेस लिन पाइयो क्या, रिमोट एक्सेसहरू सबै कुरा गर्न पाइयो। जस्तो कि तपाईँले चाहिँ अब एनिडोनै एउटा एनिडेक्स एउटा सफ्टवेयर अथवा टिम एउटा सफ्टवेयर छ भने हिडन युजरको अकाउन्टमा मेरो एनिडेक्स राखेर तपाईँले चाहिँ लगइन लिन सक्नुहुन्छ क्या, सो द्याट मेरो यताको युजरलाई केही पनि थाहा हुँदैन कि मैले यता जे पनि काम गर्छु नि तपाईँले सबै कुरा मेरो एक्सेस पाउनुभयो। अब तपाईँले रिमोट डेस्कटपको प्रोटोकलको एक्सेस पाउनु भनेको मिनिङ के हो भन्दाखेरि तपाईँले सिम्पली त्यहाँको सबै क्यामेरा माइक सबै कुरा एक्सेस पाउनु हो कि, बुझ्नुभयो नि है। यो चाहिँ यसरी काम गर्छ क्या, यहाँ चाहिँ अब टर्न अफ गर्ने, फायरवाल राख्ने होइन, डेटाहरू गर्न मिले सबै मैले राखेको छु। यो चाहिँ तपाईँको 1 नम्बरको क्वेसन केही पनि गाह्रो छैन। यो 1 नम्बरको क्वेसन जुन हिडन पार्टलाई भन्छ यसलाई चाहिँ रेड टिम एक्सर्साइज पनि भन्छ होइन, यसलाई चाहिँ ब्लू टिम प्रिभेन्सन होइन। यसमा चाहिँ के हुन्छ सिमुलेट इनसाइड थ्रेट होइन। जस्तो कि यो चाहिँ अफिसहरूमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा रियल केस पनि छ, मैले तपाईँले एउटा कता रियल केस पनि राखिदिएँ जस्तो लाग्छ है, राखेको छु मैले यहाँ। यसले के गर्छ भन्दाखेरि तपाईँ जस्तो अफिसमा काम गर्दै हुनुहुन्छ, अफिसबाट तपाईँलाई ल्यापटप दियो अथवा केही एक्सेस दियो, सर्भर दियो, त्यो सर्भरमा तपाईँ काम गर्नुभयो, ठिक छ ओके। काम गरेर तपाईँको चाहिँ अब पोजिसन सक्यो, तपाईँ जान लाग्नुभयो, जाँदाखेरि तपाईँले के गर्नु त हिडन एउटा युजर अकाउन्ट बनाउनु भएको छ कि त्यो अफिसको लागि, त्यो अकाउन्टमा बुझ्नुभयो नि। त्यो ल्यापटप त बुझाउनु भयो तपाईँले, बट तपाईँसँग अब नयाँ स्टाफ कोही छ भने पनि त्यसले त्यही केही काम गरेछ भने नि तपाईँले त्यहाँबाट सबै कुरा कपी पेस्ट क्लोन जे पनि गर्न सक्नुहुन्छ, यदि तपाईँले त्यसको रिमोट डेस्कटपहरू अर्को युजरमा इनेबल गरिदिनु भएको छ भने क्या, एक्सेसहरू सबै कुरा गर्नुपर्छ। त्यसको लागि चाहिँ यहाँ कमान्ड छ नेट युज भन्ने, यहाँ चाहिँ तपाईँको मैले यहाँ राखिदिएको छु युजर कसरी हेर्ने के गर्ने भनेर है। यो चाहिँ यो चिज तपाईँहरूलाई मेबी 1-2 घन्टा लाग्ला होइन, 1-2 घन्टा लागे पनि यो सबै कुरा तपाईँले एकचोटि पढेर केही पनि गर्ने होइन, खालि यहाँ जे स्क्रिनमा भएको इमेज छ त्यो इमेज चेन्ज गर्ने काम हो तपाईँको। यो फर्स्ट 1 नम्बरको रिपोर्टमा मैले युजर सबै कुरा एरो एरो गरेर सबै गरेर राखिदिएको छु है तपाईँको। यो चाहिँ तपाईँले ठ्याक्कै हेर्नु पऱ्यो, यहाँ गएर ठ्याक्क थाहा हुन्छ हु एम आई भन्ने हामीले सुरुमा हेरिरहेको थियौँ नि, अब यहाँ थाहा भयो कि कुन युजर छ हु एम आईमा, बुझ्नुभयो नि। क्रिएट न्यू युजर हो कि को हो होइन, त्यहाँ मैले युजर नेम पासवर्ड सबै राख्नु भनेर दिएको छु होइन। अलरेडी एक्जिस्ट छ भने के छ होइन, हेल्प हो, सबै कुरा म यहाँ लेखेर राख्दैछु। 1 नम्बरको असाइनमेन्ट चाहिँ यसरी सकिन्छ है। 1 नम्बरको अलिकति लेन्दी छ तर एकदम सजिलो छ। खालि तपाईँको काम के हो 1 नम्बरको असाइनमेन्टमा सिम्पली यो जति पनि ब्ल्याक स्क्रिन देखिराख्नु भएको छ मैले गरिरहेको, यसलाई चाहिँ तपाईँले डिलिट गर्न पर्यो, यो फाइल डाउनलोड गरेर, अनि त्यहाँ चाहिँ तपाईँले आफ्नो राख्नु पर्यो। नयाँ केही कुरा भेटाउनुहुन्छ भने त्यो कुरा लेखिदिनु भयो हुन्छ है, तपाईँको रिमार्क्समा अथवा केही त्यहीँ लेखिदिनु भयो हुन्छ इन्फर्मेसन तपाईँले अपडेट गरेको। अनि तपाईँले चाहिँ अब जस्तो मैले यहाँ चाहिँ सिङ्गल तपाईँहरूलाई सिकाउनलाई सिङ्गल कमान्ड हालेछु एउटा त्यसमा, तपाईँले एकैचोटि लामो कमान्ड हाल्नु स्क्रिनले यहाँ फेरि देखिनु पऱ्यो है, यसरी अन्डरलाइन गरेर देखिनु पऱ्यो, होस्ट नेम होएमआई होमएस सिस्टम इन्फो देखिन्छ, यसरी देखिनु पऱ्यो कि यो देखेर आउँछ भने नो प्रब्लम। ओके हस्, थ्याङ्क यू। यो चाहिँ फर्स्ट असाइनमेन्ट हो है। ओके हस्, थ्याङ्क यू।